पुलीबाट हामी घाँस काट्न पाउँदिनौँ। एरिया ठुलो छ घाँस काट्ने ठाउँ, किनकि बाँसको पुली मात्रै लगाएको छ, अरू त अब बाँसको पुली भर्खर हुर्किँदैछन्। म पनि पार हुनु पर्यो अब। कस्तो गाह्रो गाह्रो छ हौ पार हुनु पनि। माथि ठोक्यो भने पनि सर्ट लाग्ने चान्सेस हुन्छ हो। गरम फेरि कम्ती छैन, भयङ्कर गरम छ नि हौ। तातोले न कालो न कालो कति हो कति गरम मुला त। ल हामी लाग्यौँ अगाडि। छाम्दै होइन है, हरेउ हुन्छ नि लुकेको। हरेउ त जस्तै गर्दा पनि भाग्दैन नि, गरे पनि जाँदैन, गरे पनि जाँदैन हरेउ त। म त पार भइहाल्यो म पनि। ऊ त्यहाँ ऊ यहीँ काट्नु त थालिहालेको, काट्नु थालेको अब घाँस है। अब टक्क घाँस काटिसकेपछि मात्रै भिडियो हुन्छ। पुरा गरम छ, भयङ्कर गरम। एकै दिन घाँस काट्दाखेरि कालो भइसक्यो। ल अब घाँस काट्नु थालेको। अब टक्क घाँस काटिसकेर अनि कति काटिन्छ अनि मात्रै भिडियो हुन्छ है। साथीभाइ हो, यस्तै छ जिन्दगी आफ्नो त। म चाहिँ धमाधम काट्ने, बुढी चाहिँ मुठा बान्ने। तपाईँको पुग्यो भारी? कति मुठा काट्नुभयो? 20 मुठा त काट्नुभयो होला। हामीहरू दुईजनालाई त बल्ल 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 सबै हाँस झरेर खतम। हेरेर नि त्यहाँ त खतरा काट्ने घाँस छ। यो कता गयो काट्ने घाँस? हयको लहराएको हुँदैन, बल्ल घाम गए शीतल भयो। घर त त्यहाँ छ हाम्रो। तामुल बगान पार भएर अनि जानुपर्छ घर, लगभग 2 किलोमिटर। ल घाँस काटियो, हिँड्यो अब बोकेर। टाइम लाग्यो काट्नु, घाम यति माथि हुँदाखेरि आएका। अहिले साँझ पर्यो, रात पर्यो, अब रात पर्यो। ल ल बाई बाई। ल त गाइस, बाई बाई। भिडियो मन परेमा लाइक, सब्सक्राइब, कमेन्ट जरुर गरिदिनु होला।